Hello and namaste. Welcome to Saucy Daily Dose. I hope तपाईहरु सबैजना आरामै हुनुहुन्छ होला. Alhamdulillah, absolutely fine. हैन त त्यही हो अब म चाहिँ आज मेरो थर्ड एपिसोड भनौं न थर्ड एपिसोडको भिडियो चाहिँ म बनाउँदै छु आज मेरो चाहिँ भिडियोहरु सर्ट भिडियोहरु मात्र आइराछ है किनभने त्यो लङ भिडियोहरु अब मैले बनाउन सकिरा नै छैन के अनि त्यो पनि हो अनि प्लस अनि फेरि यहाँ मेरो म अहिले जहाँ बसिरहेछु नि त्यहाँ त्यति धेरै त्यो भिडियो जब बनाउने जग्गा पनि छैन के भिडियो बनाउने जग्गा पनि छैन अनि प्लस अनि मसँग टाइम पनि छैन किनकि मेरो ड्युटी रुम त्यस्तै भइराछ के आजकल हैन त्यही हो युट्युब जर्नी सुरु गरे अन्त भिडियोहरु दिन पाइराको छैन अर्को कुरा मलाई राम्रोसँग यति नलेज नभएको कारणले गर्दाखेरि मजाले पर्फेक्टली बनाउन पनि सकिरा छैन तर म प्र्याक्टिस गर्दै छु सायद एक न एक दिन त राम्रो हुँदै जाला नि हैन त्यही हो गाइज अलिकति सुरुमा अप्ठ्यारो नि हुँदो रहेछ अनि अकमक्क खालको नि हुँदो रहेछ क्या तर पनि म जसो तसो बनाउन चाहिँ बनाइ नै रहेछु है हेरौँ के हुन्छ कस्तो हुन्छ सो त्यही हो गाइज अनि अहिले चाहिँ यहाँनिर कति बज्यो लगभग 7:10 त्यस्तै भइरहेछ इभिनिङ त्यही साँझको 7:10 भइरहेछ अनि आज चाहिँ अलिकति सानो काम थियो क्या मेरो एकदम मिल्ने साथीले चाहिँ आज के भन्छ उसको प्रिय मङ्गेतर उसको गर्लफ्रेन्ड उसलाई चाहिँ नि गिफ्ट लिदिनु भनिरहेको थिएँ कि अन्त त्यही गिफ्टको लागि चाहिँ म यसो डुल्दै हिँडिरहेको साथीले अब एउटा भनौँ न अब म नजिकै छु क्या त्यहाँ बहिनी पनि थियो बहिनी पनि फेरि म भन्दा त्यही 2-3 मिनटको फरक छ क्या खासै त्यति धेरै टाढा होइन नजिकै छ मेरै नजिक छ अन्त शशि ब्रो लु यति गरिदिनु न यसो गिफ्ट मेरो गर्लफ्रेन्डलाई भनेर भन्दै थियो अन्त हुन्छ नि त किन नगर्नु भइहाल्छ नि भनेर चाहिँ नि म चाहिँ अब त्यही हो सानो एउटा कोसेली किन्न आइरहेछु त्यही हो गाइज अहिले कोसेली चाहिँ के रहेछ एकछिनमा हेरौँ है त ल गाइज फेरि भेटौँला एकैछिनमा है त सो गाइज म चाहिँ अहिले यहाँ नेस्तो छु है नेस्तो आएको छु भोक लाग्यो के गाइज भोक लाग्यो त्यही भएर यस्तो खानेकुराहरू के कस्तो छ हेरेर खाएर अनि टक्क लाएर कोसेलीतिर जानु पर्यो त्यही हो गाइज म चाहिँ खाजा खान आएको नेस्तो सो ओके गाइज अहिले चाहिँ अब खाजा पनि खाइसक्यो होइन अब हामी दायाँ बायाँ केही नसोची केही नहेरी सिधै कोसेलीतिर लाग्दिउँ है त साइकलमा सरर मुसना सहर केटा हो यार 4 वर्ष बिति गइसक्यो यही ठाउँमा 4 वर्ष बितिसक्यो खल्ती भने जहिले रित्तै ठिकै छ गाइस एक न एक दिन म पनि सफल कस्तो नहोला र एक न एक दिन मसँग नै पैसा टन्न कस्तो नहोला र कोसिस गर्दैछु नि त होइन सो अलराइट गाइज म चाहिँ यहाँनिर आइसकेँ है त म चाहिँ यहाँनिर हन्टिङको लागि आइसकेँ हो गया हाँ क्या नहीं है नहीं मिलेगा फोन करो ना नहीं मिलेगा इधर नहीं मिलेगा तो मेरे को बरका जाना पड़ेगा बरका में भी नहीं है मैं पूछा उसको ना लुलु के अंदर नहीं है उसके ल गाइज यार अब यस्तो पो भन्छु छैन भन्दैछु सो अलराइट गाइज त्यो अघि मैले भनेको थिएन कोसेली हन्टिङ भनेर त्यो कोसेली चाहिँ अघि त्यहाँनिर पाएन क्या
त्यही भएर मलाई चाहिँ वेट गर्नुपर्ने भयो। खास कोसेली चाहिँ यो थियो है, कोसेली चाहिँ खास यो थियो। मेरो साथीले चाहिँ त्यहाँ उसको सानो गिफ्टिङ गरिदिनु भनेर उहाँले जस केही रकमहरू पठाइदिनु भएको थियो। त्यही भएर वेट गर्नुपर्ने भयो क्या। अब मैले त्यो बहिनीलाई बोलाउनु पर्ने हुन्छ अथवा म आफै जानुपर्ने हुन्छ। त्यही हो गाइस, कोसेली चाहिँ यही हो है, कोसेली हन्टिङ भनिरहेको थिएँ। फाइनली कोसेली चाहिँ आएको छ, अब दिन पर्ने टाइम हो। अलराइट गाइस, यही हो यार आजको भिडियो यति नै भयो गाइस। ल गाइस है त, सलाम आलेकुम है त, याल्ला बस खलास, सी गाइस।